तपाईहरुलाई गाउँदेखि बेसीसम्मको दृश्य देखाउने क्रममा छु। ल हेर्दै जानुहोस् है। हाम्रो गाउँदेखि चाहिँ टेम्के टाढी देखिन्छ। अब साथीहरु रोड झरियो। रोडदेखि ओह्रालो लागिँदैछ है साथीहरु। ल हेर्नुस्। घरहरु छन् अनि पोखरीमा माछा पनि पौडिरहेको छ। हेरौँ जाँदै गर्दा हेर्नुस् है। खेत जाने बाटोसम्मको दृश्यहरू। बिरुवाहरू राख्न सक्नुभएको रहेछ यहाँ। ल सुन्तलाको बगैँचा हेर्नुहोस् न। फेदमा कोपी आलुहरू पनि हुन्छ। अब खेततर्फ लाग्यो है साथीहरू। बाटोमा चाहिँ निकै राम्रो दृश्यहरू छन्। सुन्तलाको बगैँचा चाहिँ धेरै नै छ। यो कुन्यु धान खेती पनि प्रशस्त मात्रामै हुन्छन् यहाँ। सुन्तलाको बिरुवाहरू भर्खरै फल्न सुरु गरिराखेका छन्। धान खेतीका लागि जग्गाहरू। धान सँगसँगै खेतमा चाहिँ गहुँहरू पनि छरिन्छ। गहुँहरू चाहिँ यतिको भरि छ। भर्खर उम्रिरहेको छ। पानी चाहिँ यसरी जलमग्न हुन्छ खेतमा। वरिपरि वन जङ्गलहरूको दृश्य एकदमै मनमोहक देखिन्छ। पानी खाने धारा पनि धरर झरिरहेको छ। कप्चा कुप्ची अप्ठ्यारो छ। खेतीमा जाने कुल्लो सरर पानी बगिरहेको छ साथीहरू। ल फल्न सुरु गर्दैछ। एक दुई बोटमा फलेको छ। बेसी सुन्तला लटरम्मैको फलाइ खतरा छ फलेको। ल फाइनल्ली गाइज बेसी आइपुग्यो है। अब तपाईहरुलाई बेसीबाट देखिने हाम्रो गाउँको पुरै दृश्य देखाउँदैछु है साथीहरु। ल हेर्नुस्। खेतै खेत छ। त्यहाँदेखि मास्तिर गाउँ। ल पुरै गाउँको दृश्य हो यो चाहिँ साथीहरु। ल हाम्रो गाउँ चाहिँ यस्तो छ। साथीहरु अब चाहिँ धेरै उकालो भएको हुँदा भिडियो बनाउन असम्भव छु। त्यसैले यस्तै गाउँले भिडियोहरू हेर्न चाहनुहुन्छ भने लाइक, शेयर र एक सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्दै मेरो भिडियो यही अन्त्य गर्दछु।